हजुरहरूले सधैँ सानी देख्ने छोरी ठुली भइछ नि आमा। बिहेको कुरा गर्दा रुने छोरी बिहे गर्ने भइछ नि आमा। सम्झाउनु भयो छोरी अब बाबा मम्मीको कर्तव्य सम्झ, पढाउनु हुर्काउनु र माया गर्ने मान्छेसँग हातमा हात थामिदिनु। फेरि छोरी दुःख सुख बुझेको परिवार असल मान्छेको साथ पाउनु पनि त सौभाग्यको कुरा हो सम्झिनु। बाबाले मलिनो मुखले माया लाग्यो भनेर सधैँ सँगै राख्न नमिल्ने भनेपछि छोरीले जन्मघर छोड्नै पर्छ भन्ने बुझे। बिदाई होइन नयाँ जीवनको सुरुवात गरे भनेर मनलाई सम्झाए। थाहा छ छोरीको बिहे फिक्स भएबाट हजुरहरू मुटुमाथि ढुङ्गा राखी हाँस्नु भएको छ। फेरि मैले ज्वाइँको बारेमा कुरा गर्दा छोरीले माया गर्ने मान्छे पाकी छ भनेर खुसीले गदगद पनि त हुनुभएको छ। दुःख पनि किन नलागोस्, फुल जसरी हुर्काएको छोरी कर्मघर पठाउँदै हुनुहुन्छ। मनले पनि कसरी मानोस्, एक दिन काख नछोडेकी छोरी एकैछिनको लागि कतै जाँदा त तिमी बिना घर घर जस्तो हुँदैन भन्नुहुन्छ। गाह्रो नराम्रो त मलाई पनि कैयौँ गुना लागेको छ। जन्मघर गाउँ ठाउँ सबै फेरिँदैछ। हाँस्छु हजुरहरूको अगाडि म कमजोर हुनु हुँदैन भन्छु, तर रातमा मनले अनेक प्रश्न र जवाफको प्रतिस्पर्धा गरेको छ। मैले देखेको सपना सपनामै सीमित हुने हो कि बाबा मम्मीले गरेको लगानी लगानी मात्र हुने हो कि भाइ बहिनीलाई गन्तव्यमा पुर्याउने सपना मात्र हुने हो कि खुल्ला आकाशमा उड्न मन छ कतै पिञ्जडाभित्रको पट्टु जस्तै हुने हो कि। फेरि आफूले आफूलाई जवाब दिन्छु, बिहे हुँदैछ एउटा बाबा मम्मीबाट दुईवटा बाबा मम्मीको साथ पाउँदैछु। आँट राखेँ एउटा बाबा मम्मीको साथले त यहाँ छु, अझ दुईवटा बाबा मम्मीको साथले त संसार जित्नेछु। किताबी ज्ञान भन्दा पनि संस्कार सिक है छोरी भन्नुभयो। त्यो संस्कार नै मैले अमूल्य गहना स्वरूप पहिरन गर्नेछु। ढुक्क हुनु हजुरहरूले दिएको संस्कारले जन्मघर जस्तै कर्मघर पनि उज्यालो बनाउनेछु। मलाई मिस धेरै कुराको हुनेछ बाबा। मम्मीको छन छन्चुराको आवाज मै रिसाउँथेँ, मम्मी फकाउनुहुन्थ्यो। जति बेला पनि भाइ बहिनीको साथ खाना म पकाउँथेँ, भाइले स्वादमा स्वाद थपिदिन्थ्यो। हजुरको साथीपनको त कुरै नगरौँ, हजुर त मेरो जिग्री हो जिग्री, मुटुको टुक्रा, मोटिभेटर, अल इन वान के बाबा। कडक चियासँग बाउछोरीको गफ लाग्थ्यो म कुनै सामान्य परिवारबाट नै होइन, हजुरले गरेको प्रिन्सेस ट्रिटमेन्टले के बाबा। ओहो त्यो खानासँगै घन्टौँ गफ, त्यहाँ हामी संसार जित्ने गफ गर्थ्यौँ, हजुरहरू अमा थपी आँट थपिदिनुहुन्थ्यो। सुन्नै मन नहुँदा पनि ए दिदी सुन्न सुन भन्दै भाइ बहिनीको बकवास गफ सुन्नै पर्थ्यो। बिहे भयो छोरी ठुली भई नसोच्नु है बाबा, हजुरको बच्चाबाट गल्ती हुनसक्छ, सत्मार्ग देखाउनु हार्न सक्छ, हिम्मत बनिदिनु है। बिहे भयो दिदी टाढा भई नसोच है, छिनछिनमा कल गर, तिमीहरूको दिदी तिमीहरूको गफ सुन्न आतुर छे है। लट्स अफ लभ।